मार्फत आज माघ 9 गते सिन्धुली गरी आइपुगेका छन्। कमान्डर श्री जब गुरुदेव सिन्धुली बारी आउँदैछ हामी प्रत्यक्ष भिडन्त कालीबक्स बर्दबहादुर सबुज राज्य विस्तार गर्नुपर्ने छ। जय गोर्खा। सतरवा सन्थाल नीति हो। को यात्रा त्यसपछि त्यहाँ भएका चाहिँ विभिन्न घटनाक्रमहरू घटना उपघटना परिघटनाहरूका सन्दर्भलाई चाहिँ एउटा उजागर गर्ने हिसाबले यो एउटा लामो पैदल यात्रा जुन आयोजना भयो र त्यो पैदल यात्रामा मैले थाहा पाएअनुसार 200-250 जना नेपाली सेनाका अधिकृतहरूले चाहिँ सहभागी हुनुभएको थियो। धेरै उकाली ओह्राली पसिनाहरू बगाउनु भएको छ। हरेक चुनौतीलाई जित्दै यो ऐतिहासिक यात्रा पूरा गर्नुभएको छ। तपाईहरू आधुनिक नेपालको वीर गोर्खाली रहनु भएको छ। इतिहासको स्मरण र अनुकरणले अहिलेको हाम्रो सङ्गीन राजनीतिक सामाजिक अवस्था मजबुत हुन मार्ग प्रशस्त हुन्छ। त्यसैले यस्ता अभियान हाम्रा लागि अति महत्त्वपूर्ण छ। सिन्धुली गढीले नेपालको राजनीतिक अन्योलतालाई मुक्ति दिन आफ्नो छातीमा धेरै खाले लडाइँहरू लडेको छ। यही स्थानमा मल्ल राजाहरूले सेन राजाहरूसँग लडे। गोर्खाले पनि सेन राजाहरूसँग लडाइँ गरे। यो स्थान गोर्खाको अधीनमा पारे। गोर्खाली वीरहरूले ठुलो युद्ध गरेर यहीबाट अङ्ग्रेज फौजलाई नेपाल पस्न दिएनन् र परास्त गरे। राणा विरुद्धको युद्धमा स्वतन्त्रता सेनानीहरूले यहीको दरबारमा हमला गरेर बडा हाकिमलाई बन्दी बनाए। माओवादीहरूले सञ्चालन गरेको जनयुद्धको प्रारम्भिक कारबाहीमा पनि यहीको प्रहरी चौकी निशानामा पर्यो। यस्ता धेरै घटनाहरू यो जमिनमा घटेको छन्। त्यसैले यो नेपालको राजनीतिक सामाजिक परिवर्तनको द्रष्टा पनि हो। सिन्धुली गढीको यस ऐतिहासिक पावन भूमिमा यसरी उभिएर वीर पुर्खाका बहादुरीका निशानीहरू रहेको गढी किल्लाका पर्खालहरूले समेत सुन्ने गरी बोल्न पाउँदा गर्वानुभूतिले मेरो शिर सगरमाथा जस्तै उच्च र छाती आकाश जस्तै फराकिलो भएको अनुभूत गरिरहेको छु। यो अवसरको लागि आयोजकप्रति विशेष धन्यवाद समेत दिन चाहन्छु। यसरी ऐतिहासिक यो कार्यक्रममा सहभागी हुन पाउँदा झन् उत्साहित समेत भएको छु। यी गढी किल्लाहरू भौतिक संरचना मात्रै होइनन्, एउटा सिपाही र देशभक्त नेपाली नागरिकको लागि तीर्थस्थलहरू पनि हुन्, जहाँ पाइला राख्दा मात्रै पनि मोक्ष र इतिहासप्रतिको सम्मानले हामी सबैलाई नतमस्तक बनाउँछ। इतिहासका कालखण्डहरूमा एकीकरण, स्वाधीनता, अखण्डता र सीमा रक्षाको लागि भएका सङ्ग्रामहरूमा वीर पुर्खाहरूले यिनै अवैध गढी किल्लाहरू तथा पदमार्गहरूको प्रयोग गरी राष्ट्रको पहिचान कायम राख्न सफल भएको यथार्थतालाई
मनन गर्दै देशका लागि बलिदान दिने ज्ञात अज्ञात वीर वीरङ्गनाहरूप्रति समेत सगौरव स्मरण गर्न चाहन्छु।